ओके अब हामी हिँड्न लाग्नु गइछु हाम्रो गाडी रेडी बाई बाई गर्ने आरामले जाने होइन ठिकै छ जाने हजुर किन हेर्नु नि तर हिँड्दा फेरि मजा चाहिँ रातिको अहिले शीतल भइरहेछ नि त नाइट हिँड्न चाहिँ एउटा आनन्द चाहिँ के छ शीतल अनि गाडी चलाउनु मलाई नाइट प्राय मनपर्छ क्या कहिले प्राय नाइट हिँड्थेँ गाडी चाहिँ एकदम कन्डिसनमा राख्नुपर्छ बाहिरमा रानी 5 बज्नु चाहिँ मिलेन होइन प्राय म नाइट हिँड्थेँ सम्म जान्छु होला बिहान आज होला भोलि चाहिँ कता कता हुन्छ अब भोलि आउनु हुने हो पुगेर अहिले त उताबाट सेन्टरमै होला कतिजना मान्छे कतिवटा गाडी छ भनेर सोध्नु न हुन्छ त्यही गर्नु न कति आएको हामीलाई त ठिक छ त हामीलाई त साह्रो गाडी आका गर्छ के सबै ग्रुप बस्नुसँग फोटो खिचिदिन्छु ल Sanskrit Park. I'm the guide. Look up at Maya. मान्छे पनि राम्रो साइलाहरुकै दिन रहेछ आज धेरै भएछ
गाडी मात्रै फेरि माथि भन्दा एकपल्ट हो त्यो ब्यालेन्स Come, sorry. Come here. छोरी आओ जाऊ कुन खेल्ने त्यहाँ बसाल्यौ म खेलाइदिन्छु खै बाजे बस्ने त एकतिर अब भरे गाडी चढ्दा ठिक हुन्छ छोरी भाग
छोरीको चिसो यहाँ छ नि होइन छोरी र मेरो दुईजनाको दुईजनाले भनेर अघि राखेको होइन ताली बजाइदियो नाली गरेर जोसै आएन नि त ताली बजाएर गीत सुन्दै छोरीको चिसो यहाँ छ नि होइन छोरी र मेरो दुईजनाको दुईजनाले भनेर अघि राखेको होइन पहिला त्यतिकै यो डाँडा अहिले यो यति बनाएको सरकारले त होइन यिनीहरूकै कमाउने धन्दा धेरै कमिन्छ त पैसा हेरेर माथि माथि हेरेर आउनु क्या Yes. Thank you. Big thank you. कहाँ बस्ने तिमी तल जाऊ खाली उता जाँदा यता बस्छ तिमी त्यहाँ जाँदा अब सबै अब मलाई परि घुमाइ कन्टिन्यू Bye bye, Doran. We miss you. We miss you.
भन्ने मान्छे गर्न चाहिँ यो भनेको बाबाहरू खोइ तिमी ह्याप्पी भयो कि भएनौ कति ह्याप्पी भयो फेरि आउँछ कि आउँदैनौ तर तिम्रो सेकेन्ड टाइम भइसक्यो अब नआउला धेरै ओके हस् भन्नु हस् तिमीले के लाग्छ पिसुम फुपूलाई पिसुम फुपूलाई चक्लेट किनेर लगाउने चक्लेट खाँदैन त पिसुम फुपूले चक्लेट ल्याइदिन्छ भन्नुभयो अनि फेरि हुन्छ कसलाई भन्नुभयो अनि फेरि हजुरलाई भनेको अनि फेरि भरे एक्साइटेड हुनुभयो त्यस्तै चक्लेट किने पैसाले निले हजार छ अब तिमीसँग छ मैले एउटा गमी बियर एमएनएम थियो अनि फेरि राखेको थिएँ कुकुरले भन्नुभएको कि यो त मेरो अब अनि फेरि खानुभयो बजार आइपुगेको नाना त्यस्तै होला तपाईँहरू पुग्नुभयो खै हाम्रो भाइहरू आउँदैछ ल
बिल्कुल भयो त हाम्रो अम्बुले हरायो त